हाई गाइज अब आजको भ्लगिङ चाहिँ मबाट स्टार्ट हुँदैछ अनि अब आज हाम्रो बुढाबुढीको डे हो अनि कहीँ न कहीँ त जानु पर्यो घर बसेर के गर्ने सो नयाँ ठाउँ एक्सप्लोर गरौँ भनेर चाहिँ आज चाहिँ हाम्रो नयाँ डेस्टिनेसन चाहिँ लिटल ब्लू लेक हो अनि हाम्रो घरबाट चाहिँ इट्स 150 मिनट ड्राइभ छ। अब पहिला नि हामी एकचोटि त गइसक्यौँ तर फेरि नेक्स्टचोटि नि फेरि जाम भनेर जानु लागेको अनि my husband, he is here waiting for me. Baby, say hi. Sorry, मेरो पनि अनुहार देखाउनु पर्यो त्यही भएर हो। Okay, stay tuned. Bye. It's a beautiful day and my hubby is driving. Baby, कस्तो लागिरहेको ड्राइभर हुँदाखेरि लागिरहेको छ। अब बिस्तारै तिमीले पनि चलाउन सिक्नु पर्यो, सधैँ मैले चलाएर मात्रै हुँदैन। I love being passenger princess. बेबी कस्तो भइरहेको त तपाईको ड्राइभिङ ठिक छ, डर पनि लागिरहेछ हैन, ग्रेभल पनि छ। तपाईलाई त यस्तै घुमौरो बाटो मन पर्छ त हैन? घुमौरो ठिकै थियो, घुमौरोमा चाहिँ एकदम ग्रेभल के सुक्खा ग्रेभल भएर एकदमै घस्रो गरेर चिप्लिरहेछ अनि त्यही माथि एकदमै न्यारो हैन, यतिकै भयो भने खस्छ कि भन्ने डर हैन। एकदम वान वे हो कि पुरै, अर्को गाडी चाहिँ छिर्दैन, रोक्नै पर्छ। I'm enjoying. भन्दा पनि अलिअलि डर ठिकै छ, सिकिन्छ। फर्स्ट टाइम हो यस्तोमा चलाएको चाहिँ, यस्तो उकालोमा यस्तो ग्राभल अनि यति न्यारो। तर भ्यू चाहिँ एकदमै वर्थ इट छ। ओ माय गॉड। ल फाइनली हामी माथि आइपुगेका छौँ है। भ्यू चाहिँ एकदमै बवाल माउन्ट भेरेको। त यो चाहिँ एकदम सम्म रहेछ यहाँ चाहिँ। गाडी हामीले त्यहाँ पार्क गरेका छौँ अनि माथिसम्म चाहिँ जान मिल्छ जस्तो लागेछ होइन। तर हेरौँ, जाने प्लान चाहिँ छ के अरे। अब एकदम चिसो छ, डिग्री अनि अब चाहिँ यस्तो यसो हिल लगाएर आयो, प्लान अर्कै थियो। त्यही भएर माथि चाहिँ पुगौँ न भनेर, किनभने माथिबाट नि त भ्यू देखाउनु पर्यो सबैजनालाई। सो हजुरलाई चाहिँ विल
गेट ब्याक टु द वे होइन अनि माथि टपमा भएपछि कस्तो हुन्छ त्यो पनि देखाउँछु ल यहाँबाट हिँड्ने बाटो चाहिँ रहेछ लेख्न चाहिँ नो ट्रेसपासिङ अर इन्टरफेरेन्स लेखेँ के अरे होइन तर हामीलाई माथि जानु छ चढेर सो माथि चाहिँ जान्छौँ यस्तो छ ठाउँ हाम्रो गाडी उहाँबाट यहाँ आइसक्यो हेरौँ अब यहाँ हिलाएर यस्तोमा यहाँ माथिबाट भ्यू कस्तो देखिन्छ हामी योभन्दा माथि चाहिँ नजाने भयो किनभने लास्टै चिसो भयो सो यतिबाट नै राम्रो भ्यू देखियो सो हामी चाहिँ अब ब्याक जान लाग्यो ब्याक टु द कार बुट लाएर हिँड्न गाह्रो भयो भन्दै पछाडि पछाडि हिँडिरहेको छ मलाई गाली गर्दै यसमा हिँड्न गाह्रो रहेछ के ब्यालेन्स लेखेँ मेरो निस्किन लागेको एकदम चिसो रहेछ है अहिले चाहिँ 8 डिग्री छ माथि चाहिँ हावा एकदम बेसमै लागेको छ ज्याकेट लगाए सर्टी छ त्यो पनि चिसो भएर कान पुरै पोलेछ होइन यहाँबाट चाहिँ निस्किनु पर्ने लाग्छ तर यहाँको ठाउँ चाहिँ होइन भ्यू चाहिँ एकदम वर्थ छ माथि जानुको लागि चाहिँ एक्चुली खोजेर आउनु होला सो आजको ब्लगलाई त्यसरी त्यति नै थ्याङ्क यू फर वाचिङ मलाई त झाडो भयो सो बी प्रिपेयर मलाई साउन्ड प्रिपेयर चाहिँ नआउनु होला